सिटीमा रेडिएसन हुन्छ, सिटी किन गरिँदैन? डक्टरले सिटी लेख्यो भने तपाईँलाई डर लाग्छ, रेडिएसनले क्यान्सर हुन्छ भन्ने कि सोच आउँछ? आज यसको बारेमा सबै कुरा क्लियर गरौँ है त। नमस्कार सबैजनालाई, म अभिषेक मेहता, ब्याचलर अफ मेडिकल साइन्स इन इमेजिङ टेक्नोलोजी ब्याचलर अफ मेडिकल साइन्स एन्ड इमेजिङ टेक्नोलोजी फ्रम चितवन मेडिकल कलेज। आज हामी सिटीको बारेमा बुझौँ है त। सिटी भनेको एउटा यस्तो इमेजिङ मोडालिटी हो जसले चाहिँ हाम्रो शरीरको भित्री भागको इमेजहरू दिन्छ होइन। एडभान्स टेक्नोलोजी हो जसले हाम्रो शरीरको भित्री भागको इमेजहरू निकालेर दिन्छ। मैले स्याउको इक्जाम्पल अस्तिदेखि नै दिइरहेको छु। स्याउ छ, स्याउभित्र किरा लागेछ। अब किरा चाहिँ कहाँसम्म लागेछ भनेर हेर्नलाई हामी सिटीमा के गर्छौँ भने त स्लाइस स्लाइस काट्छौँ नि त चाकु लिएर। त्यसरी नै सिटीले पनि हाम्रो शरीरको भित्री भागको स्लाइस फर्ममा इमेज दिन्छ क्या, एउटा एउटा स्लाइस गरेर इमेज दिन्छ। सिटीमा रेडिएसन हुन्छ, यस रेडिएसन हुन्छ, तर एकदमै त्यो एक्सरे भन्दा अलि धेरै हुन्छ होइन, अलि बढी हुन्छ। सिटीमा चाहिँ एक्सरे भन्दा अलि बढी हुन्छ, तर क्यान्सर लाग्ने जतिको त हुन्न। अनि सिटी किन गरिँदैन? सबैलाई सिटी किन गरिँदैन भने त्यसैले सिटी सबैलाई गरिँदैन, किनभने यसमा चाहिँ रेडिएसनको रिस्क एकदमै बढी हुन जान्छ। एक्सरे भन्दा त 300-400 टाइम्स बढी नै हुन जान्छ, त्यही भएर सिटी सबैलाई गरिँदैन। अब सिटी जरुरी हुने कन्डिसनहरू भनेको हाम्रो इमर्जेन्सी कन्डिसन छ होइन। इमर्जेन्सीमा कुनै एक्सिडेन्ट भयो, एक्सिडेन्टबाट चाहिँ इमर्जेन्सीमा आयो, अब तुरुन्तै सिटी गरेर कहाँ कहाँसम्म कति चोटपटक लागेछ, कुन हड्डी भाँचेछ होइन, कुन जोर्नीमा कहाँ ड्यामेज भएछ भनेर हेर्नलाई तुरुन्तै गर्नु पर्यो भने यतिखेर चाहिँ सिटी एकदमै जरुरी हुन्छ। ब्रेन स्ट्रोक भएछ होइन, ब्रेन स्ट्रोक भएछ, अब तुरुन्तै गएर सिटीमा हालेर तुरुन्तै हेरिहालौँ ब्रेनमा चाहिँ कति ब्लिडिङ भइरहेछ, कतिसम्मको ड्यामेज भएछ। इन्टरनल ब्लिडिङहरू भइरहेछ होइन, शरीरको भित्री भागमा ब्लिडिङहरू भइरहेछ भने त्यतिखेर पनि सिटी एकदमै जरुरी हुन जान्छ। सिभियर पेनहरू भइरहेछ भने त्यतिखेर पनि सिटी एकदमै जरुरी हुन जान्छ। अब बच्चा र गर्भवतीमा है त, बच्चा र गर्भवतीमा चाहिँ हामी एकदमै सावधानी अपनाउनु पर्ने हुन्छ। एकदमै तपाईँहरूले पनि एज अ पेसेन्ट पनि आउँदाखेरि चाहिँ यदि प्रेग्नेन्सी छ भने पहिला नै स्टाफलाई गएर भन्ने, सर मेरो त प्रेग्नेन्सी छ, यति यति चरणको प्रेग्नेन्सी रहेछ भनेर पहिला नै इन्फर्म गर्ने, किनभने एकदमै धेरै सावधानी अपनाउनुपर्छ। बच्चा र गर्भवती महिलामा सिटी सकेसम्म त गरिँदैन, तर अब लाइफ थ्रेटनिङ कन्डिसन छ, गर्नै पर्यो, आमाको ज्यान जोगाउनु पर्यो भने यस्तो कन्डिसनमा चाहिँ गरिन्छ। त्यो पनि रिस्क भर्सेस बेनिफिट चाहिँ एनालाइज गरेर मात्रै गरिन्छ। सिटी भर्सेस एमआरआई कुन सही त? सिटी भर्सेस एमआरआईको कुरा गर्ने हो भने एमआरआईले चाहिँ टाइम लिने प्रोसेस हो होइन। कुन सही भन्दा पनि कुन उपयोगी हेर्नुपर्छ क्या हामीलाई। जस्तै इमर्जेन्सी कन्डिसन छ, तुरुन्तै गर्नु पर्यो भने सिटीतिर सिफ्ट गरिन्छ। अलि टाइम लिएर गर्नुपर्ने जाँच हो भने एमआरआईतिर गरिन्छ। अब हड्डीहरूको छ भने होइन, बोन्सहरूको छ भने त सिटी गरिन्छ। सफ्ट टिस्यु डिफ्रेन्स हेर्नलाई चाहिँ एमआरआई गरिन्छ। कुन उपयोगी भन्ने हुन्छ, कुन सही भन्ने त हुन्न। सिटी भनेको क्यान्सर होइन है। 1-2 पटक सिटी गर्दाखेरि चाहिँ क्यान्सर लाग्दैन। डक्टरले सोचे सम्झेर रेकमेन्ड गरेको हुन्छ, त्यही माथि भरोसा गरौँ, डक्टरको एडभाइस मानौँ, त्यही नै हो। फाइनल म्यासेज भनेको डक्टरमाथि विश्वास गरौँ है त। सिटी डर लाग्ने टेस्ट होइन, अननेसेसरी सिटी नगर्ने, सकेसम्म त एभोइड नै गर्ने होइन। कुनै पनि मेडिकल जाँच त सकेसम्म एभोइड गर्ने। अब लाइफ थ्रेटनिङ कन्डिसन छ, ज्यान बचाउनु पर्यो भने यतिखेर गर्नै पर्ने सिचुएसन छ भने गर्ने र डक्टरको एडभाइस लिइराख्ने, टेक्नोलोजिस्टहरूलाई गएर सल्लाह लिइराख्ने, सर मेरो यस्तो यस्तो कन्डिसन छ, के गरौँ भनेर। धन्यवाद। आजको लागि यति नै। हाम्रो सिटी सिरिज चाहिँ यी सिधियो है त। अब यो अर्को भिडियो चाहिँ म अल्ट्रासाउन्डमाथि ल्याउँछु, अल्ट्रासाउन्ड प्रेग्नेन्सीमा किन गरिन्छ भनेर अर्को ल्याउँछु। तपाईँहरूले चाहिँ माया गर्दै राख्नु होला। धन्यवाद।